जय मसीह सम्पूर्ण प्रभुको अति नै आदरणीय अनि प्रिय प्रभुको जनहरूमा। अनि आजको हाम्रो वचनको शीर्षक रहेको छ चर्चको पास्टरहरू चाहिँ अपूर्ण हुनुहुन्छ। किन मैले पास्टर नै भने भन्दै गर्दा अहिले हाम्रो मण्डलीमा हामीले सुन्ने नाउँ अनि हामीले वरपर देख्नु भनेको पास्टर मात्रै हो। तर एफिसी 4:11 अनुसार चाहिँ मण्डली लिड गर्नको लागि परमेश्वरले 5वटा वरदान दिनुभएको छ। प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टरहरू अनि शिक्षकहरू। यदि पास्टर चाहिँ पूर्ण हुने हो, प्रभावशाली हुने हो, फलवन्त हुने हो, परमेश्वरले ग्रहण गर्ने सेवा गर्ने हो र परमेश्वरको इच्छालाई यस पृथ्वीमा पुरा गर्ने हो भने चाहिँ अरू 4वटा वरदानलाई स्वीकार गर्नुपर्ने हुन्छ अनि उनीहरूको अस्तित्वलाई स्वीकार गर्दै उनीहरूसँग सहकार्य गरेर चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ। तब मात्रै परमेश्वरको सिद्ध इच्छा यस पृथ्वीमा पुरा हुन्छ भन्ने कुरालाई हामी स्पष्ट रूपमा एफिसी 4 हामी देख्न सक्छौँ। अनि किन यो वरदान चाहिँ परमेश्वरले दिनुभएको अनि यो वरदानलाई अस्वीकार गर्नु भनेको चाहिँ परमेश्वरलाई अस्वीकार गर्नु हो अनि परमेश्वरलाई अस्वीकार गरिकन गरिएको कार्य चाहिँ परमेश्वरले ग्रहण गर्नुहुन्न। यो कुरा तपाईँहरू स्पष्ट हुनुहोस् भनेर म विनम्र अनुरोध गर्न चाहन्छु। अनि परमेश्वरको इच्छा चाहिँ क्रिस्टको शरीरमा एकता हो अनि परमेश्वरको इच्छा चाहिँ हामीले हाम्रो बोलावट योग्यको जीवनयापन गरेको हेर्नु हो। तपाईँले यो कुरा एफिसी 4:1 देख्नुहुन्छ अनि एफिसी 4 शीर्षकमा तपाईँले देख्न सक्नुहुन्छ। हामीले सारा दिनता, नम्रता र धैर्यसँग एउटाले अर्कालाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राखेको हेर्नु चाहिँ परमेश्वरको इच्छा हो। तपाईँले यो कुरा एफिसी 4:2 तपाईँले देख्न सक्नुहुन्छ। क्रिस्टको शरीर निर्माण गर्नु र सेवाको काम गर्न सन्तहरूलाई सुसूचित गर्नु चाहिँ परमेश्वरको इच्छा हो। तपाईँले यो कुरा एफिसी 4:12 तपाईँले यो कुरा देख्न सक्नुहुन्छ। हामी सबैले विश्वासको र परमेश्वरको पुत्रको ज्ञानको एकता प्राप्त गरेको हेर्नु र परिपक्व मानिस बनी क्रिस्टको पूर्णताको नापसम्म पुगेको हेर्नु चाहिँ परमेश्वरको इच्छा हो। तपाईँले यो कुरा एफिसी 4:13 तपाईँले कुरा देख्न सक्नुहुन्छ। हामी सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै अर्थात् क्रिस्टसम्मै बढ्दै जानु र उहाँबाट नै सारा शरीर प्रत्येक जोड्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठिक काम गरी सुगठित भई प्रेममा वृद्धि हुँदै गरेको हेर्नु चाहिँ परमेश्वरको इच्छा। तपाईँले यो कुरा एफिसी 4:15 अनि 16 तपाईँले देख्न सक्नुहुन्छ। हामी ज्योतिको सन्तान भएर जिएको हेर्नु चाहिँ परमेश्वरको इच्छा। तपाईँले यो कुरा एफिसी 4:17 शीर्षकमा तपाईँले यो कुरा देख्न सक्नुहुन्छ। अनि हामी पुच्छर शिर भएर जिएको हेर्नु चाहिँ परमेश्वरको इच्छा। तपाईँले यो कुरा व्यवस्था 28:13 तपाईँलाई देख्न सक्नुहुन्छ। हामी लिने होइन दिने भएको हेर्नु चाहिँ परमेश्वरको इच्छा। तपाईँले यो कुरा प्रेरित 20:35 तपाईँलाई देख्न सक्नुहुन्छ। हामीले अधिकार गरेको हेर्नु चाहिँ परमेश्वरको इच्छा। तपाईँले कुरा उत्पत्ति 1:26 अनि 28 तपाईँले 26देखि 28 तपाईँलाई देख्न सक्नुहुन्छ। हामीले हाम्रो जीवनमा परमेश्वरलाई पहिलो स्थान दिएको र उहाँलाई सबैभन्दा बढी प्रेम गरेको हेर्नु चाहिँ परमेश्वरको इच्छा हो। तपाईँले यो कुरा मत्ती 22:38 र 39 तपाईँले देख्न सक्नुहुन्छ। हामीले उहाँको आज्ञा पालन गरेको हेर्नु र उहाँलाई पूर्ण विश्वास गरिकन उहाँमा भर परिकन जिएको हेर्नु चाहिँ परमेश्वरको इच्छा। तपाईँले यो कुरा प्रेरित 5:29 अनि हितोपदेश 3:5 अनि 6 तपाईँले देख्न सक्नुहुन्छ। अनि परमेश्वरको प्रष्टसँग देखिएको लिखित वचनमा परमेश्वरले प्रष्टै प्रकट गर्नुभएको परमेश्वरको सिद्ध इच्छा पुरा गर्नको लागि र उहाँको हृदयमा भएको इच्छा पुरा गर्नको लागि चाहिँ 5वटै वरदान मिलिकन मण्डलीभित्र कार्य गर्नुपर्ने हुन्छ। उनीहरूले एक अर्काको अस्तित्वलाई स्वीकार गर्नुपर्ने हुन्छ। तब मात्रै परमेश्वरले त्यो सेवकाईलाई ग्रहण गर्नुहुन्छ। किनभने परमेश्वरले जुन कुरा दिनुभएको छ, किनभने परमेश्वरले बिना उद्देश्य कुनै पनि कुरा गर्नुहुन्न अनि त्यो उद्देश्यको साथमा परमेश्वरले त्यो वरदान मण्डलीभित्र दिनुभएको छ अनि उनीहरूलाई फरक कामको जिम्मेवारी परमेश्वरले दिनुभएको छ। उनीहरूसँग भएको अनुग्रहको लेभल फरक छ, उनीहरूसँग भएको विश्वासको लेभल फरक छ, उनीहरूसँग भएको तोडा फरक छ अनि विशेष कामको लागि परमेश्वरले उनीहरूलाई चुन्नु भएको छ। अनि यदि हामीले परमेश्वरको उद्देश्यलाई नै ग्रहण गर्दैनौँ भने हामीले परमेश्वरलाई ग्रहण गरेको हुँदैनौँ। परमेश्वरको वरदानलाई नै हामीले ग्रहण गर्दैनौँ, परमेश्वरको वचनलाई हामीले ग्रहण गर्दैनौँ भने हामीले परमेश्वरलाई ग्रहण गरेको हुँदैनौँ। त्यो कारणले गर्दा हामीले ध्यानपूर्वक यो समयमा सोच्ने समय आएको छ। किन भन्दै गर्दा परमेश्वरलाई ग्रहण गर्नु भनेको परमेश्वरको वचनलाई ग्रहण गर्नु अनि यो कुरा चाहिँ परमेश्वरको वचनमा लेखिएको छ। त्यो कारणले गर्दा तपाईँ अनि मैले यो कुरालाई जीवनमा लागू गर्नुपर्ने हुन्छ अनि यो कुरालाई हामीले स्वीकार गर्नुपर्ने हुन्छ अनि उनीहरूसँग सहकार्य गरेर तपाईँ अनि म बन्नुपर्ने हुन्छ। किन भन्दाखेरि हामीलाई यो 5वटै वरदान चाहिन्छ, मलाई यो 5वटै वरदान चाहिन्छ, मेरो जीवनमा यो 5वटै वरदानले कार्य गरेको हुनुपर्छ, मेरो मण्डलीमा यो 5वटै वरदानले काम गर्नुपर्छ, मेरो समाज मेरो देशमा यो 5वटै वरदानले काम गर्नुपर्छ। किनभने यिनीहरूको काम फरक छ मण्डलीभित्र अनि त्यो कुरालाई हामी स्पष्ट रूपमा अहिले ग्रिकबाट आज हामी स्पष्ट रूपमा छर्लङ्गै हुने गरेर आज अहिले हामी
हेर्नेछौँ। त्यो कारणले गर्दा यदि परमेश्वरले येशू ख्रीष्ट लिन आउने दुल्है तयार हुनको लागि पनि जो चाहिँ पवित्र र निष्ठोर छ, जसले धार्मिकताको पोषकलाई पहिएको छ, जो सतर्क र तयार भएर बसेको छ, त्यो दुल्है तयार हुनको लागि पनि यो 5वटै वरदानले त्यो दुल्हैको जीवन, त्यो व्यक्तिको जीवन, त्यो मण्डलीभित्र चाहिँ कार्य गरेको हुनुपर्छ। मैले अघि नै भने यिनीहरूको काम फरक छ, यिनीहरूको सबैको उद्देश्य एउटै हो, परमेश्वरको अल्टिमेट इच्छालाई पुरा गर्ने, परमेश्वरको मण्डली त्यो दुल्हैलाई तयार गर्ने। तर उनीहरूले गर्ने काम चाहिँ फरक छ, उनीहरूलाई दिएको जिम्मेवारी चाहिँ फरक छ, उनीहरूसँग भएको त्यो क्षमता चाहिँ फरक छ। त्यो कारणले गर्दा हामीलाई उनीहरूको आवश्यकता पर्छ। त्यो कारणले गर्दा उनीहरू 5वटै वरदानले एकअर्कालाई स्वीकार गर्नुपर्ने हुन्छ, एकअर्कासँग सहकार्य गर्नुपर्ने हुन्छ भनिकन हामीले यो कुरा स्पष्ट रूपमा एफिसी 4:11लाई तपाईँले डिप स्टडी गर्नुभयो भने तपाईँ प्रष्टै हुनुहुन्छ। तपाईँले यो कुरा एफिसी 5:27, प्रकाश 19:8, मत्ती 25:10मा तपाईँलाई देख्न सक्नुहुन्छ। अनि तपाईँको हृदयमा प्रश्न उठिरहेको हुनसक्छ, किन 5वटै वरदान भनिकन। अनि यो कुरालाई हामी स्पष्टमा ग्रिकबाट हेर्नेछौँ। अनि प्रेज, जसको अर्थ चाहिँ ग्रिकमा चाहिँ एपोस्टोलोस हुन्छ, अनि जसको परिभाषा एक प्रतिनिधि, विशेष गरी सुसमाचारको राजदूत, आधिकारिक रूपमा ख्रीष्टको अयुक्त, चमत्कारिक शक्तिहरूसहित पठाइएको दूत, आदेशहरूसहित पठाइएको व्यक्ति हुन्छ प्रेरितको अर्थ चाहिँ। तपाईँले यो कुरा ग्रिकमा गएर हेर्नुभयो भने तपाईँले यो कुरालाई देख्न सक्नुहुन्छ। म आफैले बनाएर यो कुरा भन्दै छैन, जुन कुरा लेखिएको छ म त्यही कुरा तपाईँको बिचमा प्रस्तुत गर्दैछु। अनि 3वटा शब्दलाई हामी हेर्नेछौँ, प्रतिनिधि, राजदूत अनि अयुक्तको। अनि प्रतिनिधि जसँग अरू कसैलाई जिम्मेवारी वा कार्य तोक्ने अधिकार हुन्छ। प्रतिनिधि भनेको त्यस्तो व्यक्ति हो जसलाई अरूको प्रतिनिधित्व गर्न छनौट गरिन्छ। राजदूत भनेको उच्च पदस्थ अधिकारी हो जसले अर्को देशमा आफ्नो देशको प्रतिनिधित्व गर्दछ। तिनीहरू सामान्यतया दूतावासमा बस्छन् र दुई देशहरू बिचको राजनीतिक, आर्थिक र सामाजिक सम्बन्ध व्यवस्थापन गर्न काम गर्छन्। अथवा व्यापक रूपमा भन्नुपर्दा राजदूत कुनै पनि व्यक्ति हुनसक्छ जसले कुनै विशेष कारण, ब्रान्ड, सङ्गठन वा प्रतिनिधित्व गर्दछ वा प्रबन्धन गर्दछ। अनि अयुक्तले यस्तो व्यक्तिलाई जनाउँछ जसलाई आधिकारिक रूपमा कुनै विशेष क्षेत्र, कार्य वा विभागको निरीक्षण वा व्यवस्थापन गर्न नियुक्त गरिन्छ। तपाईँले प्रेरित भनेको चाहिँ मुख्यतया येशू ख्रीष्टलाई अधिकारका साथ प्रतिनिधित्व गर्ने, सुसमाचार प्रचार गर्ने, चर्चको जग स्थापना गर्ने व्यक्ति हो भनिकन हामी बुझ्छौँ। तपाईँले यो कुरा स्पष्ट रूपमा परमेश्वरको वचनमा तपाईँले देख्न सक्नुहुन्छ। अनि येशूले उहाँको मृत्यु र पुनरुत्थान मार्फत मुक्तिको सुसमाचार प्रचार गर्न प्रेरितहरूलाई पठाउनु भयो। तपाईँले यो कुरा यूहन्ना 20:21मा तपाईँ यो कुरालाई देख्न सक्नुहुन्छ। प्रेरितहरूले येशू मृत्युबाट बढी उठ्नु भयो भन्ने कुराको गवाही आफ्नो जीवनद्वारा दिन्छन्। तपाईँले यो कुरा प्रेरित 1:21देखि 22सम्म तपाईँले यो कुरालाई देख्न सक्नुहुन्छ। अनि प्रेरितहरूले सबै राष्ट्रहरूमा सुसमाचार फैलाउने, चेला बनाउने र नयाँ चर्चहरू सुरु गर्ने र निरीक्षण गर्ने जिम्मेवारी पाएका हुन्छन्। तपाईँले यो कुरा मत्ती 28:19मा तपाईँलाई देख्न सक्नुहुन्छ। प्रेरितहरूले साँचो सिद्धान्त सिकाउँछन्, झुट्टा शिक्षाहरू सच्याउँछन् र क्रिस्चियन विश्वासहरूको जग स्थापित गर्छन्। तपाईँले यो कुरा प्रेरित 2:42, गलाती 1:8 अनि 9मा तपाईँलाई देख्न सक्नुहुन्छ। परमेश्वरले प्रेरितहरू मार्फत तिनीहरूको सन्देश र अधिकार पुष्टि गर्न चमत्कारपूर्ण कामहरू गर्नुहुन्छ। तपाईँले यो कुरा 2 कोरिन्थी 12:12, प्रेरित 5:12मा तपाईँलाई देख्न सक्नुहुन्छ। प्रेरितहरूसँग प्रारम्भिक क्रिस्चियन समुदायहरूको नेतृत्व गर्ने, मार्गदर्शन गर्ने, हेरचाह गर्ने, मण्डलीका अगुवाहरू नियुक्त गर्ने अधिकार हुन्छ। तपाईँले यो कुरा तीतस 1:5, प्रेरित 14:23मा तपाईँको स्पष्ट रूपमा देख्न सक्नुहुन्छ। प्रेरितहरूले मण्डलीको जग परमेश्वरको इच्छा र वचनको सत्यतामा स्थापित गर्छन्। तपाईँले यो कुरा एफिसी 2:20मा तपाईँको स्पष्ट रूपमा देख्न सक्नुहुन्छ। अनि पावल एक प्रेरित थिए, तपाईँले यो कुरालाई प्रेरित 14:14मा, रोमी 1:1मा तपाईँले यो कुरा देख्न सक्नुहुन्छ। अनि मत्तियास एक प्रेरित थिए, तपाईँले यो कुरा प्रेरित 1:23देखि 26सम्म तपाईँले स्पष्ट रूपमा देख्न सक्नुहुन्छ। अनि बारनाबास एक प्रेरित थिए, तपाईँले यो कुरा प्रेरित 14:14मा तपाईँले देख्न सक्नुहुन्छ। येशू आफै एक प्रेरित हुनुहुन्थ्यो, तपाईँले हिब्रू 3:1मा तपाईँले यो कुरा स्पष्ट रूपमा देख्न सक्नुहुन्छ। अनि किन हामीलाई यसको आवश्यक छ भन्ने कुरा तपाईँले स्पष्ट रूपमा यहाँ देख्न अनि हेर्न सक्नुहुन्छ। यिनीहरू फरक कामको लागि बोलाएका हुन्, उनीहरू एउटै उद्देश्यको लागि काम गर्छन्, तर उनीहरूसँग भएको क्षमता फरक हो, उनीहरूले गर्नुपर्ने काम फरक हो। उनीहरूले त्यो काम जब गर्छन् तब मात्रै परमेश्वरको इच्छा चाहिँ पुरा हुन्छ। अनि हामीले उनीहरूलाई काम गर्नै दिएनौँ, हामीले उनीहरूको अस्तित्वलाई स्वीकारै गरेनौँ भने कसरी परमेश्वरको इच्छा पुरा हुन्छ? कसरी हामीले परमेश्वरले ग्रहण गर्ने
सेवा हामी गर्न सक्छौँ। हामीले सेवा गरिरहेको हुन सक्छौँ, तर यसको मतलब सबै सेवाहरू परमेश्वरले ग्रहण गर्नुहुन्छ भन्ने छैन। जब परमेश्वरको वचनको सत्यतामा उभिएर गरिएको सेवा अनि सङ्गति अथवा कार्यलाई मात्रै परमेश्वरले ग्रहण गर्नुहुन्छ। अनि यो चाहिँ परमेश्वरको वचनले हामीलाई बताउँदैछ स्पष्ट रूपमा। अनि तपाईँले अगमवक्ता, जसको अर्थ चाहिँ ग्रिकमा प्रोफेट्स हुन्छ, अनि जसको परिभाषा लेखक, दैवज्ञहरू वा अन्य लुकेका कुराहरूको व्याख्याकर्ता, प्रवक्ता, परमेश्वरको इच्छा र भविष्यका घटनाहरू बताउने, मानव मुक्तिसँग सम्बन्धित कुराहरू गम्भीरतापूर्वक घोषणा गर्ने, पवित्र आत्माद्वारा निर्देशन दिने, सान्त्वना दिने, प्रोत्साहन दिने, हप्काउने र दोषी ठहर्याउने हुन्छ। अनि तपाईँले यो कुरा स्पष्ट रूपमा परमेश्वरको वचनमा देख्न सक्नुहुन्छ, नयाँ करारमा अनि पुरानो करारमा पनि। अगमवक्ताहरू ती सन्देशवाहकहरू हुन् जसले परमेश्वरको लिखित वचन भित्रको रहस्यद्वारा वा पवित्र आत्माद्वारा परमेश्वरका मानिसहरूसँग बोल्छन्। तपाईँले यो कुरा 1 कोरिन्थी 14:3 तपाईँको लागि देख्न सक्नुहुन्छ। अगमवक्ताहरूले भविष्यमा हुन आउने घटनाहरू र साहसपूर्वक सत्य घोषणा गर्दै विशेष गरी मानिसहरूलाई पश्चाताप र विश्वासको लागि आह्वान गर्दछन् अनि परमेश्वरको इच्छा चाहिँ प्रकट गर्छन्। तपाईँले यो कुरा प्रेरित 11:27-28 अनि प्रेरित 21:10-11 तपाईँले यसलाई स्पष्ट रूपमा देख्न सक्नुहुन्छ। चर्च वा व्यक्तिहरू परमेश्वरको इच्छाबाट विचलित हुँदा अगमवक्ताहरूले चेतावनी वा हप्काउने काम गर्छन्। तपाईँले यो कुरा प्रकाश 2:3 तपाईँले यो कुरालाई देख्न सक्नुहुन्छ, जहाँ येशूले 7 चर्चहरूलाई चेतावनी दिन र सच्याउन यूहन्ना मार्फत बोल्नुभएको थियो। अनि यूहन्ना चाहिँ एक अगमवक्ता थिए। अगमवक्ता भनेको परमेश्वरले आफ्नो तर्फबाट बोल्न चुन्नु भएको र बोलाउनु भएको व्यक्ति हो, जसले व्यक्ति वा राष्ट्रहरूलाई परमेश्वरको इच्छा, निर्देशन, चेतावनी र प्रतिज्ञाहरू सुनाउँछन्। अनि तपाईँले यो कुरा स्पष्ट रूपमा परमेश्वरको वचनमा देख्न सक्नुहुन्छ। अनि यूहन्ना एक अगमवक्ता थिए। तपाईँले मत्ती 11:9 तपाईँले देख्न सक्नुहुन्छ। येशू आफै एक अगमवक्ता हुनुहुन्थ्यो। तपाईँले लुका 7:16 तपाईँलाई देख्न सक्नुहुन्छ। अगवास एक अगमवक्ता थिए। तपाईँले प्रेरित 11:28 अनि प्रेरित 21:10 तपाईँले यो कुरालाई देख्न सक्नुहुन्छ। त्यो कारणले गर्दा अगमवक्ताको काम यहाँ फरक छ, तपाईँले स्पष्ट रूपमा देख्न सक्नुहुन्छ। प्रचारक, जसको अर्थ ग्रिकमा युएजेलिस्ट हुन्छ, जसको परिभाषा सुसमाचार ल्याउने एक प्रचारक, क्रिस मार्फत मुक्तिको घोषणा गर्ने हुन्छ। अनि तपाईँले हेर्नुभयो भने यो कुरा स्पष्ट रूपमा परमेश्वरको वचनमा तपाईँले देख्न सक्नुहुन्छ। अनि फिलिप एक सुसमाचार प्रचारक थिए। तपाईँले यो कुरा प्रेरित 21:8 तपाईँले कुरा देख्न सक्नुहुन्छ। अनि तिमोथी एक प्रचारक थिए। तपाईँले यो कुरा 2 तिमोथी 4:5 तपाईँले स्पष्टमा देख्न सक्नुहुन्छ। अनि येशू आफै एक प्रचारक हुनुहुन्थ्यो अनि पावल एक प्रचारक थिए। अनि हेर्नुहोस्, तपाईँले हेर्नुभयो भने प्रचारकको काम यहाँ चाहिँ फरक छ। उनीहरू फरक कामको लागि बोलाइएका हुन्। पास्टर, जसको अर्थ ग्रिकमा पोइमेन हुन्छ, जसको परिभाषा एक गोठालो, पादरी, त्यो जसले अरूको हेरचाह र नियन्त्रणमा आफूलाई समर्पित गरेको छन्। कुनै पनि सभाको अध्यक्षता, आधिकारिक, प्रबन्धक, निर्देशक, चर्चको प्रमुख हुन्छ। तपाईँले हेर्नु भने यहाँ पास्टरको जिम्मेवारी फरक छ, उनीहरूको काम फरक छ, उनीहरूले दिएको तोडा फरक छ। अनि येशू आफै एक पास्टर हुनुहुन्थ्यो। अनि तीतस एक पास्टर हुन्। तपाईँले तीतस 1:5 तपाईँलाई देख्न सक्नुहुन्छ। अनि जेम्स आफै एक पास्टर हुन्। तपाईँले यो कुरा प्रेरित 15:13-21 अनि गलाती 2:9 तपाईँले यो कुरा देख्न सक्नुहुन्छ। शिक्षक, जसको अर्थ ग्रिकमा डिडास्कोलोस हुन्छ, जसको परिभाषा परमेश्वरका कुराहरू र मानिसका कर्तव्यहरूको बारेमा सिकाउने, पवित्र आत्माको विशेष सहयोगमा शिक्षणको काम गर्ने, एक प्रशिक्षक, डाक्टर, गुरु, शिक्षक, सिकाउने योग्य, मानिसहरूलाई मुक्तिको बाटो देखाउने व्यक्ति भनिकन परिभाषा गरिएको कुरा हामी स्पष्ट रूपमा देख्छौँ। अनि येशू आफै एक शिक्षक हुनुहुन्थ्यो। पावल एक शिक्षक थिए। अपोलोस एक शिक्षक थिए। तपाईँले यो कुरा प्रेरित 18:24-28 तपाईँलाई देख्न सक्नुहुन्छ। बारनबास एक शिक्षक थिए। तपाईँले यो कुरा प्रेरित 13:1 तपाईँले यो कुरा देख्न सक्नुहुन्छ। स्पष्ट रूपमा तपाईँले यो कुरा देख्न सक्नुहुन्छ। वरदान विभिन्न किसिमका छन् भनिकन। अनि यो मण्डली लिड गर्नको लागि हो भने उनीहरूलाई सघाउनको निम्ति अरू वरदानहरू पनि मण्डलीमा दिएको हुन्छ। तपाईँले यो कुरा 1 कोरिन्थी 12 तपाईँको लागि देख्न सक्नुहुन्छ। अनि मण्डलीलाई सघाउनको निम्ति, मण्डलीलाई परमेश्वर इच्छामा डोर्याउनको निम्ति परमेश्वरले उनीहरूलाई सहायता गर्न अरू वरदानहरू पनि उनीहरूको अन्डरमा परमेश्वरले काम गर्नको निम्ति राखिदिनुहुन्छ। त्यो कारणले गर्दा हामीले यो कुरालाई स्पष्ट रूपमा बुझ्नु जरुरी छ यो समयमा। किन भन्दै गर्दा पिता अनि पुत्र अनि पवित्र आत्मा एक परमेश्वर
अनि पवित्र आत्मालाई अस्वीकार गर्नु भनेको पुत्रलाई अस्वीकार गर्नु, परमेश्वरलाई अस्वीकार गर्नु, अनि परमेश्वरलाई अस्वीकार गर्नु भनेको पुत्र अनि दुवैलाई अस्वीकार गर्नु। त्यो कारणले गर्दा हामीले एउटालाई ग्रहण गर्छु अनि एउटालाई घृणा गर्छु भन्नु मिल्दैन। म यो चाहिँ लिन्छु यो चाहिँ लिँदिनँ भन्नु मिल्दैन। हामीले वचनको पूर्ण शिक्षालाई हामीले ग्रहण गर्न सक्नुपर्छ, हामीले लिनुपर्ने हुन्छ। जसरी हेर्नुभयो भने म यस पृथ्वीमा काम गर्नको लागि मेरो आत्मा, प्राण अनि शरीरले म बनिएको छु, अनि मेरो शरीर बिना म यस पृथ्वीमा काम गर्न सक्दिनँ, अनि आत्मा बिना मेरो कुनै पनि अस्तित्व नै छैन, प्राण बिना म यस पृथ्वीमा चल्नै सक्दिनँ। मलाई तीनवटै चाहिन्छ। त्यसै नै हामीलाई परमेश्वरले दिनुभएका सबै कुराहरू हामीलाई चाहिन्छ, अनि परमेश्वरलाई थाहा छ हामीलाई चाहिन्छ भनिकन नै उहाँले हामीलाई ती कुराहरू दिनुभएको हो। त्यो कारणले गर्दा रोमी 12 हेर्नुभयो भने स्पष्ट रूपमा त्यो कुरालाई देख्न सक्छौँ। यसो चाहिँ शिर हुनुहुन्छ, हामी चाहिँ शरीर हौँ। अनि तपाईँले हेर्नुभयो भने पास्टर चाहिँ हात हो भने प्रचारक चाहिँ खुट्टा हो। अनि यो शरीर पूर्ण हुनको लागि चाहिँ के चाहिन्छ? यो हात पनि चाहिन्छ, खुट्टा पनि चाहिन्छ। यदि म जुन उद्देश्यको लागि म बनाइएको छु अनि त्यो उद्देश्य मैले पुरा गर्नको लागि म पहिला पूर्ण हुनुपर्छ। यदि मेरो खुट्टा छैन भने म अहिले जहाँ छु म यहाँ आउन सक्दिनँ, होइन? म धेरै कुराहरू मैले गर्न सक्दिनँ, म असक्षम हुन्छु। मैले त्यो मानिस बनिनुको उद्देश्यलाई मैले पुरा गर्न सक्दिनँ, मैले मेरो जिम्मेवारीलाई पुरा गर्न सक्दिनँ। त्यो कारणले गर्दा तपाईँले स्पष्ट रूपमा यसलाई देख्न सकिन्छ। परमेश्वरले हामीलाई फरक अङ्ग बनाउनु भएको छ, फरक वरदानहरू बोलावटको साथमा उहाँले बोलाउनु भएको छ, अनि उहाँको उद्देश्यलाई पुरा गर्नको निम्ति, उहाँको इच्छालाई पुरा गर्नको निम्ति। अनि हामीले एकअर्कालाई स्वीकार गरेनौँ भने हामी पूर्ण हुन सक्दैनौँ। हामीलाई त्यो मण्डलीमा राख्नुको त्यो उद्देश्यलाई हामीले पुरा गर्न सक्दैनौँ, त्यो योजनालाई हामी पुरा गर्न सक्दैनौँ। परमेश्वरको प्रसन्न तुल्याउने, परमेश्वरलाई प्रसन्न बनाउने सेवा हामी गर्न सक्दैनौँ। यो कुरा हामी स्पष्ट हुन जरुरी छ। त्यो कारणले गर्दा तपाईँले आफ्नो लिडरलाई आदर गर्नुपर्छ। तर त्यो सँगसँगै पावलले चाहिँ थेसलोनिको मण्डलीलाई सबै कुराको जाँच गर्न चाहिँ आग्रह गरेको कुरा हामी बाइबलमा देख्न सक्छौँ। तपाईँले 1 थेसलोनिकी 5:21 तपाईँको कुरा देख्न सक्नुहुन्छ। पावलले सबै कुराको चेक जाँच गर भनिकन भनेको छ। त्यही कारणले गर्दा तपाईँको लिडरलाई तपाईँले आदर गर्नुपर्छ। तर तपाईँले लिडरले भनेको सबै कुरा तपाईँले ग्रहण गर्नु, उनीहरूमा डिपेन्ड हुनु, उनीहरूलाई फुल्ली ट्रस्ट गर्नु चाहिँ मिल्दैन। तपाईँले चेक जाँच चाहिँ गर्नुपर्छ। अनि परमेश्वरको वचनले हामीलाई चेक जाँच गर्न सिकाउँछ। साँच्चै नै यो वचनद्वारा आएको हो अथवा परमेश्वरको इच्छा हो, अथवा उनीहरूले आफ्नै फाइदाको लागि उनीहरूले बोल्दैछन्, अथवा उनीहरूले आफैले बनाएर प्रस्तुत गर्दैछन्। यो कुरालाई हामीले स्पष्ट रूपमा बुझ्नुपर्ने हुन्छ। त्यो कारणले गर्दा हामी परमेश्वरको वचनमा फर्किनुपर्ने हुन्छ। हामी अब आफै स्टडी गर्ने हुनुपर्छ। हामीले अरूबाट सुन्नुपर्छ, अरूबाट लिनुपर्छ। सँगसँगै यो कुरा वचनसँग मिल्छ कि मिल्दैन भनेर हामीले घरमा आइकन चेक जाँच गर्नुपर्ने हुन्छ। जुनसुकै व्यक्तिले भनेको किन नहोस्, तर त्यो वचनसँग मिल्दैन भने चाहिँ हामी त्यसलाई ग्रहण गर्न सक्दैनौँ। यदि मैले भन्दै गरेको कुरा वचनभन्दा, परमेश्वरको बाइबलभन्दा फरक छ भने बाइबल चाहिँ सत्य हो, अनि बाइबलभन्दा फरक बोल्ने व्यक्तित्व चाहिँ झुट्टो हो। त्यो कारणले गर्दा हामीले चेक जाँच गर्नुपर्छ। जति पनि जुनै पनि कुराहरू वचनसँग मिल्दैन, वचनसँग बाँच्छ, त्यो कुरालाई हामी ग्रहण गर्न सक्दैनौँ। त्यो कारणले गर्दा हामीले, म तपाईँलाई यो अनुरोध पनि गर्न चाहन्छु, तपाईँले चेक जाँच गर्नुहोस्, हेर्नुहोस् वचनद्वारा के यो बाइबलमा छ, के यो बाइबलले भन्छ। तपाईँ जानुहोस्, ग्रिकमा जानुहोस्, डिक्सनरीमा जानुहोस्, यिनीहरूको डिप स्टडी गर्नुहोस्, आफैले खोज्नुहोस्। तब मात्र हामीले सत्यतासम्म हामी पुग्न सक्छौँ, हामीले सत्यतालाई हामी बुझ्न सक्छौँ। म यति भनेर आजको वचनलाई म यतिकैमा राख्न चाहन्छु। म आशा गर्छु तपाईँले केही कुरा चाहिँ बुझ्नुभयो। मैले केही लेभलसम्म मैले तपाईँलाई केही कुराहरू बताउने मैले प्रयास गरेँ। धन्यवाद अहिलेसम्म भिडियोलाई हेरेर साथ दिनुभएको। जय मसी, जय मसी, जय मसी।